इमानले आज मिति 2082 साल 12 महिना 12 गतेका दिन हामी कक्षा 10 का विद्यार्थीहरूले अनौपचारिक एउटा सानो कार्यक्रम आयोजना गरेका छौँ। यसमा अतिथिको आसन ग्रहण गरिदिनु हुन यस विद्यालयका प्राध्यापक साथै आदरणीय गुरु खगेल श्रेष्ठ सरलाई हार्दिक अनुरोध गर्दछु। साथै यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सन्तबित पौडेल सरलाई पनि आफ्नो अतिथि त्यससँगै यस विद्यालयका संस्थापक सदस्य साथै यस विद्यालयका गणित विषयका शिक्षक चेतन घिमिरे सरलाई पनि आफ्नो Bye.
कतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसेछ कहिले कहिले सुख भए पनि दुःखलाई नबिर्सिराखौँ मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखिरहोस् अन्धकारमा उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है भिर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है एउटा उनीहरूले जुन स्मरणीय कुरा राख्यो 14 वर्षसम्म बितायो अब यो सम्झनाका भित्र मात्रै रहन्छ आफूले पढेको ठाउँमा याद आउँछ अब यहाँ
भन्दा भन्दै पनि बाध्यता अवस्था विशेष गरेर मैले भन्नुपर्ने के सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा मेरो खुसी आशै छ त्यसले गर्दाखेरि गर्दा गर्दै सफलताको शिखर तिमी सधैँ माथि चढ जित भए हार दुवैलाई स्वीकारेर हिँड अहङ्कारलाई तिमी कहिले आफ्नो नबनाऊ अत्याचार कसैको कहिले कहिले नजानु सुख भए पनि दुःखलाई नबिर्सिराखनु आशिष मेरो यो तिमी फली फुलिरह प्रार्थना छ मेरो तिमी सधैँ सुखिरह अन्धकारमा उज्यालो दीप नै बनोस् ममता तिमी नै हौ लक्ष्मी सुन्दरता तिमी हौ तिमी सबै हौ छोरी मेरो खाली हो संसार कि हौ तिमी रानी नाच्छ है नानी जिन्दगी
तिम्रो निर्मल संसार कमल फुल झै तिम्रो कमल सानो सानो पाइ ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापी साँचो तिम्रो हेराइ खुसीमा मेरो खुसियाली दसैँ छ सफलताको शिखर तिमी सधैँ माथि चढ जित भए हार तिमीलाई स्वीकारेर हिँड अहङ्कारलाई तिमी कहिले आफ्नो नबनाऊ अत्याचार कसैको कहिले कहिले नसहनु सुख भए पनि दुःखलाई नबिर्सिराख्नु आशिष मेरो तिमी भोलि फुलिरहोस् प्रार्थना छ मेरो